Hello guys, welcome back to my YouTube channel. Hello guys, welcome back to my YouTube channel. आज चाहिँ म बिहानै घरमै छु, साफसफाइ गर्दैछु हो। अन्त हेर्नुस् न, मैले यो रुममा राखेको थिएँ नि त यो प्लान्ट हैन, सबै कुहिएछ पो। चिसोले हो कि यो पानी नपुगेर हो कि के भएर हो थाहै भएन हो। सनलाइटको कमीले हो कि केले हो यो यादै भएन, सबै कुहिएछ। त्यही भएर मैले बाहिर निकालिदिएको, आज चाहिँ घाममा निकालिदिएको यो प्लान्ट। अन्त मैले यो प्लान्टहरु राखेको थिएँ भित्र हो। खै यिनीहरूलाई पानी नपुगेर कि सबै चिसोले हो कि के हो, सबै यस्तो भएछ। यसरी उक्लिँदैछ हो, त्यही भएर सनलाइटमा निकालिदिएको। आजको वेदर चाहिँ सनी डे भइरहेको छ, सनी डे। अब चाहिँ म घरको कामहरू गर्छु एक दुईवटा, त्यहाँबाट चाहिँ दोकान जानुपर्छ। साफसफाइहरू गरेको नि आज घाम लाग्यो भनेर। गाइज आज चाहिँ सफा गर्दैछु म। भर्खर झाडु लगाइसकेँ, पुस्दैछु। गरम छ। यो घर जति सफा गर्दा नहुने क्या, मैला भइहाल्यो। आज चाहिँ दिन पनि उगिरहेको छ, त्यो भएर चाहिँ पुसपास गरिदिएको। गरम भयो, रातै भयो। अब रुम सफा गर्छु। अब यो सफा गर्नुपर्ने छ हौ, सबै मैला भएर। उफ गरम भयो। यो पनि सफा गरिसकेँ, क्लिन भयो। म चाहिँ अब दोकानतिर गएको, घरको काम सबै सकेँ, साफसफाइ पनि गरेँ, नुहाइधुवाइ पनि गरेँ। अब चाहिँ दोकान जाँदैछु। एकदमै घाम लागिरहेको छ, गरम भइरहेको छ हो। यस्तो खालको दिन भइरहेको छ आज चाहिँ। हाम्रो वेदर एकदमै सनी डे भइरहेको छ, सनी डे। म चाहिँ अब दोकान गएको, दोकान गएर त्यही हो, दोकान बस्नुपर्छ दिनभरि हो। त्यही भएर अहिले म दोकानमा गएर भेट्छु। बाई। म चाहिँ दोकान आएर दोकान पनि एकदम सफा गरेँ, बढाल कुराल गऱ्यो। गरम भयो, मलाई अचम्मै गरम। गरम चाहिँ भन्नु पर्दैन, यहाँ चाहिँ मजा
एकदमै घाम लागिरहेछ रातो भएको भेज कहिले गर्छ अब मङ्पुमा चाहिँ आज यति साह्रो गरम छ कि हेर्नु नि म चाहिँ आउनु बित्तिकै मुख धोएर बसेको गर्मी त्यही